कोशी प्रदेशमा कुखुरामा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ठूलो मात्रामा पन्छी नष्ट गर्ने प्रक्रिया सुरु भएको छ। प्रदेशकै प्रमुख व्यावसायिक केन्द्र मध्येमा पर्ने सुनसरी स्थित एक ठूलो पोल्ट्री फर्ममा संक्रमण देखिएपछि त्यहाँ रहेका करिब 1,55,000 कुखुरा नष्ट गर्ने तयारी गरिएको छ। त्यसैगरी मोरङ जिल्लाको बुढीगङ्गा क्षेत्रमा रहेको अर्को फर्मसहित दुई ठूला उत्पादन इकाइमा गरी कुल 2,27,000 भन्दा बढी कुखुरा नष्ट गर्ने प्रक्रिया बढाइएको छ। सरकारी निकायका अनुसार सुनसरीको रामधुनी र मोरङको बुढीगङ्गा क्षेत्रका फर्ममा पछिल्लो परीक्षणपछि बर्ड फ्लू पुष्टि भएको हो। संक्रमण फैलन नदिन आजदेखि कुखुरा नष्ट गर्ने कार्य सुरु गरेको बताइएको छ। प्रशासनिक निकायले यो घटनालाई प्रदेशको पोल्ट्री क्षेत्रमै हालसम्मको सबैभन्दा ठूलो संक्रमण नियन्त्रण अभियानका रूपमा लिएको जनाएको छ। विश्वविद्यालय क्याम्पस लगायतका शैक्षिक संस्थाहरूबाट राजनीतिक दलसम्म त विद्यार्थी सङ्गठनहरूको संरचना हटाउन सरकारले सुरक्षा दिने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका उपकुलपतिहरूलाई मन्त्रालयमा डाकेर विद्यार्थी सङ्गठन हटाउन निर्देशन दिएका थिए। चैत्र 20 गते विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा मन्त्री पोखरेलसहित उपकुलपतिको उपस्थितिमा बसेको बैठकको निर्णय सार्वजनिक भएको छ। बैठकमा विभिन्न विश्वविद्यालयका 13 उपकुलपति पनि सहभागी थिए। उनीहरूले निर्णयमा हस्ताक्षर समेत गरेका छन्। निर्णयमा दलीय विद्यार्थी सङ्गठन हटाउने कार्यमा कुनै प्रकारको सुरक्षा चुनौती देखिए गृह मन्त्रालय मार्फत सुरक्षा व्यवस्था मिलाउने भनिएको छ। शैक्षिक सत्र प्रारम्भ, विद्यार्थी भर्ना र पठन पाठन सञ्चालनका विषयमा सङ्घीय सरकारको निर्णयलाई केही स्थानीय तहहरूले अस्वीकार गरेका छन्। सङ्घीय सरकारले वैशाख 15 गतेबाट शैक्षिक सत्र सुरु गर्ने, 21 गतेबाट पठन पाठन थाल्ने र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। केही स्थानीय तहहरूले भने उक्त निर्णयको अवज्ञा गर्दै नयाँ शैक्षिक सत्रका गतिविधि सञ्चालन गरेका छन्। तोकिएको समय अगावै भर्ना गरी कारबाही गर्ने चेतावनी समेत सरकारले दिएको छ। सर्वोच्च अदालतले समेत शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्न आदेश दिएको थियो। सङ्घीय र स्थानीय सरकारले शैक्षिक सत्रको विषयमा फरक निर्णय गरेपछि विद्यालय र अभिभावक भने अलमलमा परेका छन्। विश्वका सीमित देशमा पाइने रेड पाण्डा हेर्न इलामका उच्च पहाडी क्षेत्रमा पर्यटक पुग्ने क्रम बढेको छ। सन्दकपुर गाउँपालिकाको दोबाटेमा रहेको विभिन्न स्थानमा अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत, बङ्गलादेशका पर्यटकहरू रेड पाण्डा अध्ययनमा पुग्ने गरेका छन्। दोबाटेबाट नजिकै रहेको कैयाकट्टामा पनि रेड पाण्डा हेर्न आउने पर्यटकको सङ्ख्या बढ्दो क्रममा रहेको छ। सिमलिला कञ्चनजङ्घा क्षेत्रमा पर्ने इलामको उत्तरी क्षेत्र रेड पाण्डाको वासस्थान हो। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाले साँझ सार्वजनिक गरेको बुलेटिन अनुसार सो राति हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्रमा भने मौसम प्राय खुल्ला रहने पूर्वानुमान गरिएको छ। आगामी सोमबार दिउँसोको अवस्थाबारे महाशाखाले कोशी प्रदेशसहित अन्य पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने र तराईका क्षेत्रमा आंशिक बदली रहने बताएको छ।